अनि आज को आउँछ को आउँदैन थाहा छैन टाइम लाग्छ अनि एउटा ब्यागमा चाहिँ त्यो घप्पा खाइहाल्यो त्यही भएर हामी चाहिँ गिफ्ट कार्ड किन्न जान्छौँ ल नाइस दामी दिना सरी ल तिमीलाई स्ट्रेप्सिल्स ल्याउन सकिएन एउटा आइटम त्यसपछि आलुमुलाको अचार होला त्यस भोजन नै मिठो दामी भयो थ्याङ्क यू भेरी मच सबैजनालाई दसैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु आज हाम्रो कार्यक्रम चाहिँ म चाहिँ अहिले अफिसमा छु सँगसँगै नितेश दिनाज सबैजना छौँ होइन अनि आज चाहिँ बेसिकली भन्नुपर्दा चाहिँ हाम्रो के अरे दसैँ आउन कति दिन बाँकी छ नेक्स्ट थर्सडे चाहिँ दसैँ छ तर यो थर्सडे चाहिँ हाम्रो सानो गेट टुगेदर छ दसैँको गेट टुगेदर अनि आज को आउँछ को आउँदैन थाहा छैन म चाहिँ अफिसमा आइसकेको छु अनि हामी सबैजना चाहिँ यहाँ छौँ अनि अर्को कुरा भनेको चाहिँ कहाँ चोक भनेको चाहिँ तातो पानी नखाऊ न तिमी नखाऊ के तातो पानी खानु हुँदैन क्या ओइ बहिनी त्यो घाँटी ड्राई भएको बेला तातो पानी नखानु क्या झन् ड्राई गर्छ खोकेर आँसु भइरहेको बिचरा त्यो कृष्णलाई गाह्रो भयो जस्तो राखेहरू फोन राखे सासै फेर्न सकेर बान्ता भयो अनि एकछिन यो ढोका खोला अनि कहाँ त्यसरी त्यो एकदम घुप्प गरिदिएको त अफ तिमी त्यो तातो पानी चाहिँ ट्रस्ट मी तातो पानी नखाऊ तिमी एकदम तिमीलाई रिलिफ हुन्छ ट्रस्ट मी ड्राई चाहिँ एकैछिनमा जान्छ चिसो पानी खाऊ हो होइन चिसो पानी भन्नाले रुम टेम्परेचरको पानी खाऊ हो कि होइन किन भन न त्यसले तिमी साँच्चै ट्रस्ट मी तातो पानी खायो भने सक्यो ड्राई गर्ने चाहिँ खास तातो झन् चाहिँ गाह्रो बनाउँछ क्या तातो पानीले मैले कहिले पनि तातो पानी आजभोलि खाँदिनँ खोकी लाग्यो भने झन् ड्राई हुन्छ को नवीन दाले फोन गर्नुभयो तिमीलाई कहाँ हुनुहुन्छ नवीन तातो पानी नखाऊ क्या कम्प्लिटली भनेको मान्दैन गाइजहरूलाई डक्टर यहाँ घरमै छ यार मेरो चाहिँ कफी हो मैले कफी पनि खाएको छैन हिजो के गरेँ भन्दाखेरि चाहिँ मस्त तास खेल्यो तास खेल्दाखेरि चाहिँ रात धेरै रात पऱ्यो भनेको चाहिँ रात पऱ्यो अनि भनौँ न आँखा चाहिँ यस्तो भएर चाहिँ निद्रा लागेर अफिस आउनु परिहाल्यो सो कति पैसा चाहिँ हारेछु या मैले चाहिँ $50 कि कति डलर हाल्यो कि हिजो होइन हामी खेल्नु चाहिँ म्यारेज खेलेको $50 जस्तो हालेको छ अब त्यही भयो अनि आज उठ्दा अलिक ढिला भयो दिन आइपुग्यो अर्को कुरा भनेको चाहिँ इन्भिटेसन चाहिँ ठिकै मान्छेहरूलाई गरिएछ आज अफिसमा अनि के अरे ऊ चाहिँ के अरे अनि हामीले चाहिँ खानाहरू चाहिँ सबै भान्साघर भन्ने हुन्छ एउटा उहाँहरूबाट अर्डर गरेछ अब एकछिनमा चाहिँ खानाहरू लिन जानुपर्छ नि त्यस भएर म चाहिँ 4 बजे अनवर्ड्स भनेको छ अनि आज 4 बजेपछि नो वर्क पार्टी हेर्नुहुन्छ है ल हामी चाहिँ हाम्रो खाना अर्डर गरेको थियौँ अब हामी चाहिँ खाना लिन जाँदैछौँ नितेश र म भान्सा घरमा जाने क्रममा चाहिँ अब कति मान्छेहरूले चाहिँ क्यास लिन्छ नि त अनि क्यास छैन दिन मिल्दैन त्यही भएर हामी चाहिँ गिफ्ट कार्ड किन्न जान्छौँ अब उलिजमा अनि ट्राफिक छल्नुलाई अगाडि हिँड्न खोजेको के हिँड्नु थियो यी तोरी भइगयो नि यहाँनिर यत्रो रातो लामो लाइन छ केमा डेनमार्कमा हुँदैन
कुरा चाहिँ त्यस्तो भयो है। हामी चाहिँ गिफ्ट कार्ड किनिसक्यौँ उलिजमा गएर। अब हामी डेनमार्क जाँदैछौँ ड्रिङ्क्सहरू किन्नको लागि चाहिँ। सो डेनमार्कमा केही सेल लागेको छ कि आई डोन्ट नो, थाहा छैन। यसपछि चाहिँ हामी सिधै खाना लिनु चाहिँ जान्छौँ क्या। ल यो चाहिँ वाइन सेक्सन हो ड्रिङ्क्सको। बियर, क्राफ्ट, केक चाहिँ पाइँदो रहेछ भाइ, केक। आइपुगेको छौँ भान्सा घरमा होइन। अब यो खोल्नुपर्छ। अब यहाँ चाहिँ हामीले मगाएको कुराहरूको सबै कुराहरू पाइएर लिन आएको, पाकिसक्यो भन्ने कुरा आयो। अनि एकछिनको कुरा आएपछि बाहिर आइसक्नुभयो भन्ने कुरा भइसक्यो। आराम हुनुहुन्छ? आराम छ। ए सेलाइसक्यो हजुर? पऱ्यो नि। हामी त अनि कहाँ पुग्यौँ त? प्लम गार्डनमा गएर अनि लिएर आएको नि। ए थ्याङ्क यू भेरी मच। है हजुर। ल नाइस, दामी। ह्याप्पी दसैँ हजुरलाई। हाई हजुर। ल सिया। गाह्रो भयो नि त। खाउनु दिउँ भने ल आउँछु तपाईँहरूलाई सिधा अफिसमा हामी अब जान्छौँ। बाई। 45 मिनटको लामो 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 गाडी कुदाएपछि चाहिँ हामी फाइनल्ली यहाँ अफिस आइपुग्यौँ। अब सामानहरू पुगेछ त केही बासना चाहिँ कस्तो आइदिइराख्यो है। दिना सरी ल, तिमीलाई स्ट्रेप्सिल्स ल्याउन सकिएन। हाम्रो अब यो मिटिङ हल चाहिँ पार्टी हलमा परिणत भएको छ। ए ट्याग चलाएर अब चट्ट यहाँ बसिन्छ। के खानु पर्ला है भाइ? हामी चाहिँ भोक लाग्यो यार। सर के छ एकचोटि खोला त, सबै कैँची लिएर आएर सर्ट काटौँ न, सजिलो हुन्छ। उनीहरूको लागि भेजिटेरियन चाहिँ छुट्टै छुट्याइदिने हो क्या, डिना एन्ड आफन्तको लागि चाहिँ। सो सजिलो हुन्छ यहाँ। ल माछा एउटा आइटम, त्यसपछि आलुमुलाको अचार होला, त्यसपछि काउलीको आलुको अचार एउटा, यो चाहिँ के अचार हो? गोलबेडाको अचार, यो काँक्रो सलाड भइहाल्यो, राइस र मटन करी हो यो। अनि यो चाहिँ चिकन चिल्ली भयो है यहाँभित्र। अनि यो चाउमिन भयो। त्यसपछि यो आलुको के भन्दै थियो नि त्यसले, के हो यो? पनिर के होला आई डोन्ट नो। एनिवे अब चाहिँ खान्छु यार, भोक लाग्यो हामीलाई। मेरो चाहिँ खाना दिना खाऊ है त्यहाँ अलिअलि सलाडहरू। चाउमिन भेज हो। भोजन नै मिठो भनेको भोक मिठो रहेछ तर। नट ब्याड। पानी मात्र हालेर के हैन, पानी हालेको मात्रै हो के। अब यसलाई
रमाइलो वर्षकाली नाही लैलै वर्षमा मलैलै वर्षकाली नाही लैलै दसैँ तिहार चाडन भाड खुसीले सारा पर्यो नि संसार खुसीले सारा पर्यो नि संसार शुभकामना सबैजना कसम मैले कस्तो नसुने यार गीत तपाई चाहिँ टाउको तल खुट्टामा अब चाहिँ मेन्स खाँदैछौँ हामी अनि दामी भयो थ्याङ्क यू भेरी मच भान्साघर यो दामी खाना ल्याएकोमा हाम्रो सबैजना गेस्टहरू गइसक्नु भयो हामीले थन्काउने कार्यक्रम गर्दैछौँ रात पनि परिसक्यो सो नाउ लेट्स गो होम थ्याङ्क यू एभ्री वान फर वाचिङ दिस भिडियो and keep supporting, keep loving. Thank you for watching. Bye for now.